Hello, welcome back to my vlog. आज हामी माघे संक्रान्ति सरी त्यो वर्ड अलिक प्रनाउन्स गर्न आउँदैन मलाई जस्ट मनाउँदैछौँ। आज हाम्रो घरमा रमाइलो हुँदैछ। हाम्रो त रेगुलरको चिज हो यो रमाइलो। ल को के गर्दैछ देखाइदिन्छ है। नमस्ते 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 सबैजनालाई। नमस्ते नमस्ते सन्चै हुनुहुन्छ बुबु? सन्चै। हेलो बुबु। नमस्ते सन्चै छ। नमस्ते आ भगवान मेरो नाम धेरै धेरै भाग्यमानी हुनु, सदा सुखी रहनु, बाबा पाल्नु, राम्रो काम गर्नु, इज्जत राख्नु हाम्रो। यता यता सल्लाह दिदीलाई के भन्नुहुन्छ? सलिना दिदी मेरो सलिना दिदीलाई त धेरै भयो नबोलेको म पनि बिजी छ। म छ्यानासित हिँडे मासु भात खाएको खै हस्पिटलमा खुन टेस्ट गर्नु गएको ब्लड टेस्ट गर्न सुगर घट्यो कि बढ्यो कि भनेर यस्तो छु थोरै खाएको कि धेरै आएर धेरै खाएर माघे सङ्क्रान्ति लागेछ त्यसो भए बुबुलाई। ओहो यहाँ हेर न कोही कोही काम गर्दै बसेको नहेरेको हामीलाई। ओ भाउजू नलजाउनु के नलजाउनु। यता ठुलो मम्मी पनि ठुलो मम्मी पनि आज काम गर्दै हुनुहुन्छ चस्मा लाएर। यता यता ठुल्बा हेलो ठुल्बा खै कता हेलो हेलो। यता हेर न कसैलाई। ओहो पुसाई ओ पुसाई यता हेलो फुपू पनि के रुमाल ल हाम्रो मम्मीलाई देखाइदिएन भनेर रिसाउनु भएको छ के ओ मम्मी। के छ भाउजू? यहाँ दह्रो काम भइरहेको छ तीनजना मिलेर। हजुर 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 जाने हो के भन्नुभयो फेरि भन्नु न। गयो हाम्रो ठुल्बा 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 त्यो छोड्नु नि यता हेर्नु हाई भन्नु हेलो भन्नु। ठुल्बाको जहिले नि यस्तै हाई हेलो। आज त दह्रो खाने होला नि ठुल्बा। पुपु सेतो भात है सेतो भात नबिर्सिनु। ल अब म गएँ अफिस जान्छु अब। ओ हेलो दाइ हेलो भन्नु हेलो 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 त फोनमा बोल्ने हेलो हाई भन्नु ल अत्तिकै। कसको कसको दाइ कसको या 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 लाइसेन्स कि छैन नादिदा छैन अनि ठेका लिन्छ सबैको अहिले बगान त कहाँ कहाँ पुग्छ म देख्दिन। सानी हाई हाई गरिदेऊ हाई भनिदेऊ। वेलकम ब्याक टु माई ब्लग भनिदेऊ। वेलकम ब्याक टु माई ब्लग। खै सान दादा खै दादा दादा घरमा हुनुहुन्छ खेलेको एक्लै गएँ म। दाजुभाइको सुरु भइसकेको छ भ्याइ नभयो अचेल लाग्यो अफिस त। ओ हेलो ओ हेलो अरे सुजन दाइ रुखिनु न के हो र। हेलो 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 राम्रोसँग के दाइ हाय बाई। पप्पीले देखाइदेऊ न। ए पप्पी त मलाई देख्ने त लजाउँछ। कहाँ हिँड्नुभयो हजुर? काम छैन गरौँ के काम छ र? किन छैन अनि किन अफिस जाने हो? त्यत्तिकै
गाल हेर्ने यहाँ बसेर धेरै काम हराउँछ भनेर ऊ हाँसिसक्नु यहाँ बसेर धेरै काम हराउँछ भनेर गाह्रो छ दाइ हेलो सबैलाई हेलो भिडियो गरेछौ कि नाइ गरेकै छैन म त राखिदिन्छु यो देख्यो आस्मिन गिलास खान्छ आस्मिन गिलास खान्छ अरे मैले कसैलाई पनि चिनेको होइन यहाँको को आउनु भएको हुनुहुन्छ आस्मिन 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 हेलो दाइ अङ्कलहरूले खान्छ भने देऊ त्यो क्यामेरा मसिदा हुन्छ नि त क्यामेरा बाङ्गो ओके यता हेर त ल खै खै मेरो साइकल खै खै यता यता लियान पहिला हेलो खै फुपूलाई हेलो पहिला फुपूलाई हेलो हेलो खै पुन्टे 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 खै साइकल तिम्रो पुन्टु पुन्टे यता हेर न खुबसँग आउने एउटा कुरा ए यिनीहरूको चक्करमा नि त क्यामेरै कता 360 भइसक्यो हामीले गाली गर्नुहुन्छ न लियान लियान यसो गरिदिउ न नो नो फुपू नो गरिदेऊ के हो खै लियान छिटो फुपू नो गरिदेऊ ओ बाबु कस्तो कस्तो ओ बाबु हो र ओ बाबु ला ला वाउ लियान यता हेर्देऊ न लियानको साइकल खै लियान पुण्ड ल के हो यो हाई भन्नु हाई हाई वेलकम टु माई ब्लग त चलाउने होइन हेर त दादाले भिडियो गर्दै सबैको भिडियो गरिदेऊ त्यसरी होइन सिधै राख अनि ल अब त्यो सबलाई सबैको फेसमा देखाइदे हाई हाई नखसलाई हाई गरिदेऊ मिनी ब्लगर सिधा छोपेर हो त्यस्तरी मम्मी हाई भनिदेऊ मम्मीलाई हाई देखाइदेऊ मम्मी भनिदेऊ हेलो मम्मीले काम गर्नुभएको देखाइदेऊ न भिडियो कताको आफूतिर फर्कायो उसले त पापा न कति मिठो छ खाएर देखाइदेऊ त वाउ खिचे हाई अबे आफै घुम्दो रहेछ कि त हजुर आफै घुम्दो रहेछ हजुर हाई भनिदेऊ न कता देखाउने म त थाके लियान तिमीलाई बोक्दा ल यहाँ उता त अब यो ला त्यसरी होइन पहिला कहाँ जाने भन कता उता किन फालेको मम्मीलाई भन्दै लियान तिम्रो साइकल खै लियानको साइकल खै ल हाम्रो विजय भाइले रोस्ट बनाउँदैछ चिकन चिल्ली अस्तिको जस्तो मिठो बनाऊ है टुङ्गाउँछ अहिले खाम चिकन चिल्ली खाने चिकन चिल्ली अलिक सादा हो यो त झिक्यो र खाइरहेछ त्यहाँ
त्यहाँ हेर न हाम्रो सबै दाइ दिदी भाइ के छ हेर्नु भएन सरी फुपू पुसाई त्यस्तै जाऊ न युकेको फुपू पुसाई दिदी भेनाजु कहाँ हुनुहुन्छ कहाँ हुनुहुन्छ युके हुनुहुन्छ युके अनि को हुनुहुन्छ भेनाजु दाई दिदी भाउजू सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति अनि हाम्रो अस्ट्रेलियामा हुनुहुन्छ दिदी भेनाजुलाई पनि ह्याप्पी भन न माघे सङ्क्रान्ति हङकङकोलाई पनि सबैजनालाई माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना हजुर सबैजनाको सट्टा हामीलाई मासु खाइदिएछौँ है प्लिज हाम्रो पेट चाहिँ नदुखोस् फेरि गएको ए यस्तो खाँदा खाँदा खोजेर गयो हामीलाई अचानक हुआ कि मालुम भी नहीं पड़ा खाना खाना छोडिदियो मेरो मासु मैले पनि खाएको छैन हजुर यहाँखेरि हेर न कसैले केले हान्नु चाहिँ अरे झट्टा ला न झन्दाले भाउजूले पाउनु हो न पिजे हो न ल हाम्रो पिजे भाइले बनाउँदैछन् ठुल्ठुलो प्याज रोज के अरे भाइ मासुमा बिलाउनु लाग्यो के बनाउने भाइ पाहुनालाई देखाएको अघि नै अहिले दिदी ढल्नुला पाहुनालाई देखेर हामी त्यतिकै खान्छौँ अचार हालिदिनु न अचार हालिदिनु थोरै अचार हालिदिनु म चाख्छु के म खान्छु क्या आस्मिन म खान्छु क्या अचार चाखौँ कि रोटी होइन रोटी त हान्न कसले बनाएको हजुर मिठो रहेछ यार मासु चोरी भयो आजले हाम्रो मासु सब चोर्दै हाल्नु मासु चोर खाने के चिकन चिल्ली चिल्ली बाहिर बनाउँदा हुन्छ चिकन चिल्ली ल्याउनु बोतलले ल्याऊ है हेर न दुईटा बोतल थियो देखो न गाइस देखो न साना हाय खै हाय आन्टीलाई आइगा यहाँ आऊ भिडियोमा सबैजनालाई नमस्ते भन्देऊ नमस्ते हाम्रो याउ म भन्छु तिमी रिपिट गर है हाम्रो हङकङमा बस्नुभएको युकेमा बस्नुभएको अस्ट्रेलियामा बस्नुभएको सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति नमस्ते बाई बाई सबजना गएन सानीलाई भन्छ अरे सानी गयो यस्ता भात खाइसकेको हेर न अझ त के ढाकेको के लुकेछ तिम्रो त हातले यहाँ हेर न कसैलाई
अर्कोलाई हेर न भात खाएर पनि अब चिकन चिल्ली खाँदैछ एन्जल रे खानी हो मभन्दा अगाडि सबले खाइसके ओ रुक्नै ओ ए हल्ल्यो थोरै भएन थोरै हो यो थोरै भएन भनेको त थोरै पाहुनालाई हाल्दै कमु म हो सबसे ठुलो पाहुना यहाँ सही होइन भाइ ए यार भ्याइन लगाइसक्यो खै केही म त भाँडै भेट्टाउनु रुखमा आइहाले म त भाँडै भेट्टाउनु ओ हेलो म यहाँ छु ए रेसमा मलाई र भनेको त झन् उसलाई पनि हाल्दियो के भन्छ एन्जिलालाई यसलाई धेरै त उन हाल्दो हाल्दो केपसिङ खान्छ भाइ सबै एकैचोटि गरेर हाल कि अझै धन्यवाद यहाँ 2 जनालाई भ्याइन लाग्यो कता हो चिकन चिल्ली मासु निकाल्नु न कस्तो खान्छु निकाल्नु क्याप्सिकम खान्छु कि नै के प्याप्सिकन ओके फुपू भात मेरो हुन नसकेको सासु आमा भात भाग्ने मान्छेलाई के गर्नु म कहिले भागेँ म भागेँ भाउजू म यही छु अझ के थाहा रे खै सेतो भात भनेको मेरो हुन नसकेको सासु आमा नदेखा के अहिले के कसले के भन्लान् फेरि तेरो भन्दिनन् हेर्छन् भन्नुहोस् न हुन नसकेको सासु आमा सुन्न यस्तै खालको भात हो नि हजुर साँधै भात खान्छु कि म त अहिले नि यस्तो भात गिलो ह के भन्नुभएको इति भयो धन्यवाद यस्तै गरेर राम्रो बुहारी पाउनुहोस् म होइन फेरि त बुहारी हुँदैन यो जुनीमा ओहो धेरै सेतो आयो भाइ ए चिकन चिल्ली त भइयो अब खोला हो न त्यहाँ थप्न पाउन खानु गरेको छोड्दैन अहिले एकछिन ढोक यति त हुँदैछ ऊ के छोड्नु त्यही त उसके सिमला मिर्च मात्र हाल्दै हो दिदी एउटा दुइटा मासु छैन यार भाइ तिमीले के लाउनु दिदी भोलि अफिस आएर डुम्काउँछु होला प्याज अहिले प्याज एकछिनमै प्याज उयो प्याज हाल्नु यताको प्याज हाल्नु त्यो प्याज खानु धन्यवाद ल खान्छु प्याज ओहो हेर न यहाँ यिनीहरूलाई यहाँ ऊ बसेर खाने त्यहाँ भाडा गरे उस के गर दिदी सबसे ठुलो पाहुना तिमी हो कि र ए म कोबाली हो हामी सब खान्छ ठाउँ ए हो त्यसै भनेको के हो यस्तो डिमान्ड दिदी कोक हालिदिनुहोस् प्लिज बुवा चिया खाने गिलास हेर मम्मीको कुरा सुन पहिला मलाई चिची कम्प्लिट गर खै तिम्रो कम्प्लिट यसरी गयो यता गयो यता के रुख मान्छ मान्न त ल त्यो त अफ भयो बाजेलाई हेऱ्यो हस्तान्तरण पिँढीमा हस्तान्तरण बाजेलाई यसरी देखाउने ब्लगर बनाउन सिकाउँदै गर्नुहोस् क्या फर्काएर
यसरी यसरी लाउने हो क्या टोपी यसरी खाँदैनन् उसले त अहिलेको फालिदियो खान्न होला त्यसो ल फुपू यो को नि फेरि मैले त अर्कै देख्छु वाइन भनेर फेरि त्यहाँ छ नि अर्को हजुरको त पक्कै नै हो हजुर चार्जर त खै ल्याउँ यता गफ हुँदैछ यता ठुलो मान्छेको ठुलै गफ छ त्यो हर्काउले कोही राम्रो भन्दैन कोही सबैले गाली गरेर एन्जिलाले आस्मिनले एन्जिलालाई कालो लगाइदिएको अब एन्जिलाको टक्नु आऊ छैन के अरे के गरे डर त लगता है मिलन भाइ मलाई जान होइन न किन दुईटालाई हेर न आस्मिन कहाँ टाढा भागेको अझ चिस्का छ कङ्ग्रेचुलेसन ब्रदर्स उल्टा हात भयो हिजो फर्स्ट र सेकेन्ड मेडल पाएको केमा अरे केमा पाएको थियो अरे 100मा कुनवाला पायो अनि 400 वालामा कङ्ग्रेचुलेसन आइन दुईजना त्यहाँ हेर न कसैलाई त्यही त क्या न ऊको ऊ निस्किन्छ अपोजिटलाई छोपिस के तैँले उल्टो मान्छेलाई छोपि एस्मिन रमाइलो भयो आस्मिनको फेस हेर न ह्याप्पी होली होली भाइ एन्जिला रेशमी कति ल खम्मे वालिनु ह छ्या म घर गए के गाईहरु प्लिज यस्तो थकेला दौडाइन मात्रै न चल फेरि इरिटेसन सुरु भयो बादर जस्तै रे लाग्छ टिकटक बनाउने हो कि सिस्टर टिकटक एक्साइटमेन्ट अश्विनजीले एउटा रोल पाउनु भएको छ के को रोल फेस देखाइदेऊ न ह्याप्पी होली गाइज भेरी नेचुरल कलर कसलाई चाहियो गाजल भनौ त मलाई अलि मसँग छ गाजल कसलाई चाहियो अरे अरू गाजल चाहिएको मान्छे चाहिँ के अरे के र त्यस्तो धोकाले यस्ता पापीहरू आन्टीलाई लिएर आइदियो ल अब हामी टिकटक बनाउँछौँ ओहो अँध्यारो भयो पारो रेशमी आन्टी आया घोजौ यो न सर मेरो फोटो खिच्न आएको म धेरै फेमस रहेछु साग भेट्न लाग्यो हाम्रो पारो आन्टी हेलो आन्टी या घोचु है यो घरमा कसको बिहा गराइदिँदो रहेछन् र
गीत बजाएर मान्छे त छैनन् कोही पनि होइन किन हो र त हात हल्लाको हजुर म स्टार्ट हो क्या यसो भनेर कालो दागहरू मैलाहरू फ्याँक्यो हुन्छ सेचार र ठिसार र बल्ल रहेको बिचको भाग कोटार र है हुन्छ ओहो हाम्रो ठुल्बा बिहान पनि है यता बाबा खै बा लुगा लगाइछ मेरो जवाबले के अहिले उसले दुःख गर्नु पायो भने दुःख दिनु पर्यो उसले अहिले के चाहिँ दिनमा 2 घन्टा सुते नि हुन्छ 5 घन्टा सुते नि हुन्छ होइन कारण पर्नु दिइ फेरि दिनलाई फेरि अहिले उसले दिनमा 8 घन्टा 5 घन्टा जति सुते नि भयो अहिले कसैको यो जति हजुर भिडियो यो के अरे लाइट बाल न सबै पाकेछ ल आमा छोरीलाई प्लेट ल्याऊ प्लेट लिनु पर्ने यही यहाँ अलिअलि उयो छ नुन छ नुन खुर्सानी हो त्यो पाकेछ काटेर सानो पिस गरेर खानु कुन खाने ल कहाँ खुर्सानी हो क्या हरियो हरियो त्यो र भनेको के त्यही भएर होला नुन खुर्सानी हो क्या हेर न बत्ती बालेर होइन पिरो छ भने चाहिँ सुनेको क्या कहाँ नुन खुर्सानी हो भने त पिरो छ ओहो यसरी त खान सकिन्न के गरौँ मासु पाइने ओके आलु हालेर पहिलो भेटमा कान्छीसँग आँखा मेरो जुडेको आँखा जुडी कान्छी त्यसै लजाएर भागेको मनको कुरा मनमा राखी दङ्ग पर्दै म बसेँ थाहै नपाएको जस्तो गरी एक्लै हाँस्न पाएँ ल हामी त आए बिआर बिहार होइन क्या बिआरै भनेछु मिसाले खुलाउँछ होला त पैसा छैन मजा बिआर 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 के अरे आएका चम्मच चम्मचले खुलाइदिन्छु भन्छ यार आज 30 हो क्या भोलि हो कि डिस्कस गरेर क्या भोलि कति हो भोलि कति हो क्या आज 14 कति हो इङ्ग्लिस डे त पैसा लगाओस् किन भनेको त बुढाबुढी चन्दा गरे कुन पाइन्छ त्यही खाने हो कुन पाइन्छ त्यही खाने हो ब्ल्याक करेन्ट गरिदिनु न एउटा
मेरो छोरीले चुज गरेर आएर चाहिँ डबल स्कोप खानु कुन हो ब्याक करेन्ट ब्ल्याक करेन्ट खासमा ब्ल्याक करेन्ट केही मिरी हुने यो मिन्ट हो खाएर चाहिँ हो मिन्ट ट्राई गरौँ न ल मेन भन्ने लाग्ने छोरीले छोरीले यहाँ पुरा उ गरेर आएको है यो खानेकुरा नरोज्न जाने चाहिँ स्ट्रबेरी मात्रै ए ओके टेस्टिङ टेस्ट गर्दा गर्दा फेरि भयो मिठो होइन भने हिँड्दैन भाइ त्यति साह्रो पनि छ ब्लू वाला के हो ब्लू ब्लू वाला देखाउनु यो यही चाख्दा चाख्दा घर गयो हुँदैछ मामा ल्याएको त थोरै ए बेयो म त निलो अघि निलो मिठो हो क्या डबल स्कोप गरिदिनु न माथिबाट ब्लू दिनु तलबाट चाहिँ ब्ल्याक करेन्ट कोनमा है कोन के अरे कपमा कपमा हजुर मम्मीले स्ट्रबेरी खानुहुन्छ क्या कपमा हाल्यो दुइटै एकै जुन हाले पनि हुन्छ जुन हाले पनि हुन्छ कपमा त जसरी भए पनि भयो होइन क्या कोनमा खायो भने पहिला ब्ल्याक करेन्ट खाने हो कि पहिला उता खाने हो? कपमा त मैले उस भयो कि मैले कोनमा सोधेँ यो येल्लोवाला कुन हो हजुर हजुर म्याङ्गो म्याङ्गो हजुरले खानुहुन्छ होइन मम्मीलाई मम्मी डबल स्कोप खानुहुन्छ कि सिङ्गल स्ट्रबेरी खानुहुन्छ कि म्याङ्गो यो वाला दिनु है ब्लूमा एउटा सिङ्गल दिनु अनि एउटा यो वाला कोनमा खानुहुन्छ कि कपमा मिनालाई के गर्दै कपमा खान्छु कपमा भाइलाई मिनालाई चक्लेट लिएर यहाँ उनी पनि हुनसक्छ भाइ त ए घरै छ यार घर सुतेर बसेको मान्छेलाई कहाँ कपमा खानुहुन्छ कि कोनमा बोलो बोलो जल्दी बोलो मैले कोनमा खान्छु यो कोनमा दिनु के खान्छ दिदीले चक्लेट रिच किड ए म त गएँ खाने छ लिने छ भन्नु न हजुर ओ त चाहिँ कपमा आएर आज यसले पे गर्छ अरे हिरो नि पल्टिन्छ अरू त साइडमा बस्छ पैसाले पिठा खाएको राम्रो हुन्छ अरे क्या पिठा हाल्दैछ हो र त प्याक गरिदिनु त्यो भयो क्या प्याकिङ गरेको केही मिलेन त्यसलाई पनि स्यापिङ मम्मी नाम बिर्सिसक्यो
भित्र ब्लुबेरी छ यिनीहरूले बाई बाई भनिसकेन् र मिल्नु यो छोडेर जान्छु छोडेर गएर गर्न मिल्छ बोलाउने भनेको नि बहिनी यहाँ बसेर खाएको त्यतिखेर जमानाको सोनम ज्याकेट म त त्यहाँ आइरहेको म त के भन्यो त्यतिखेर जमानाको सोनम ज्याकेट बहिनीले म यो ठाउँमा आएको छु यस्तो खाएको छु अघि भन्नै दिन्नन् भने त तँलाई यहीबाट छिर्नुपर्छ उता ढुङ्गा खोली त हेर नि त खत्तम छु यार म यही छिर्छु जानु उता उता जानु कस्तो होला कि बुढोलको यो ठाउँमा आएको छु भन्ने त्यही के बोल्नै दिन्न त्यही त राम्रोसँग भिडियो गराउनै दिन्न हामी होराइजनको के अरे बिहारमा आएको छौँ होराइजन चोकको बिहारमा आएर आइसक्रिम खाएको छौँ हामीले रातिको 9:30 बजे घुमेर आएको छ है फेरि घुम्न हिँडे हम कसको लप्परे मिजान बिर गर्न अघि जस्तै गान्छीसँग लप्पर्यो मिल्सेको Spotify Premium is the best way to upgrade your listening experience. Enjoy your music fully when you play songs. मम्मी जेलस भएको हो क्या त्यो मान्छे बाबालाई देखेर आएको अनि मम्मी फेरि यहाँ जेलस भइदियो